आमा त यसै नै पीडित भइहालिन् त्यही छोरा बचाउनलाई भनेर 9 महिनासम्म पेटमा राखेर दुःख कष्ट भए पनि त्यसलाई पनि सहस्र स्वीकारेर एउटा आमाले बच्चा जन्माउँछे त्यही बच्चालाई हुर्काउन बढाउन भनेर आफ्नो जवानीदेखि लिएर हरेक चिज त्याग्छे तर त्यही बच्चा हुर्किँदै गएर मर्छ कि भन्ने डरले आखिरमा आएर हुर्किँदै गएपछि मार्छ कि भन्ने डर आउन थाल्यो त्यसैले गर्दा हेर्नुहोस् हामी छोरा छोरी भनेर एकदम नै मरिहत्ते गर्छौँ तर त्यही मरिहत्ते गरेको आफ्नै कलेजोको मुटुको टुक्राले आज आएर यसरी पिड्छ भनेदेखि नि त्यो छोरो नालायक कपुत छोरो हो मेरो लागि चाहिँ। ओके, तपाईँले यो भन्दाको दारी जसरी त्यो भिडियो हेर्दाखेरि जोसुकै मान्छे यति बेला भावुक भएका छन्, आँखाबाट आँसु आएको पत्तै नहुने खालको त्यो भिडियो छ क्या। हजुर, जुन आमाले 9 महिना गर्भमा राखेर उनलाई जन्म दिन्छन्, पाल्छिन् होइन, हजुर, सानो हुँदादेखि ठुलो हुँदासम्म हुर्काउँछिन्, तिनी आमामाथि निर्घात कुटपिट हेर्नुहोस् त। आज हेर्नुहोस् हामी भन्यौँ नि छोराछोरीलाई पालेर हुर्काएर त्यो पाल के अरे ठुलो हुन्जेल हामीलाई पाल्छ कि भन्ने आश मरेपछि जलाउँछ भन्ने आश। हेर्नुहोस् हामी कति आशावादी, त्योभन्दा पनि त्यो छोराछोरीको लागि हामी भनेर हरेक त्याग गर्छौँ, हामी संसारसँग लड्छौँ छोराछोरीको लागि तर त्यही लडेर त्यो छोरछोरीले हुर्काइन्छ त्यही छोरछोरीले आएर आज हामीलाई पिट्नु भनेपछि त्यो जस्तो दुःखदायी त के हुन्छ र। त्योभन्दा नि अझ त्यही आमाले म लडेको भाउन्न भएर या फेन्ट भएको मात्रै मलाई छोराले कुटेको छैन भनेर हेर्नुहोस् हामी छोराको त्यति ढाकछोप गर्छौँ भनेपछि हामी आमा कति धरती हौ, त्यो धरती आमालाई नि मान्छेले लड्थे भोलि आफ्नो नि त छोरछोरी हुन्छ नि। त्योभन्दा पनि पहिला भन्थ्यो नि आमालाई फाल्नलाई डोकोमा फाल्न लागे बा त्यो डोको चाहिँ नफाल तँलाई पनि भोलि फाल्नुपर्छ भनेर त्यो छोरो सम्हालिएको जस्तै यो जसले अहिले यो आमालाई पिटेको छ यो कपुत यो नालायकले यसको पनि भोलि छोरछोरी जन्मिन्छन् होला। यसले यस्तो संस्कार आमालाई पिट्ने संस्कार दिएछ भने उसले पनि त भोलि आएर आफूलाई पिट्छ नि। संस्कार भने नि आफूले दिने हो, आफूले राम्रो संस्कार दियो भने आफूलाई पनि त्यही संस्कार अनुसारको छोराछोरीले माया गर्छन् भन्ने कुरा यो नालायक यो कपुत मेरो लागि चाहिँ कपुत हो। आमा बाबु भने जिउँदा भगवान हो, पूजा गर्नुपर्छ। यदि आमा बाबुको सेवा गर्यो भने कुनै मन्दिर धाउनु पर्दैन, 1000 रुपियाँको मन्दिर लगेर दुनियाँलाई देखाएर हामी पूजा आजा गर्छौँ तर आफ्नै आमा बाउलाई एउटा तातो पानी शुद्ध तताएर खान दिन सक्दैनौँ हामी। त्यसैले गर्दा नै हामी यति नराम्रो भयौँ नि अहिले, हाम्रो जीवन स्तरै खराब भएको यही हो कि आमा बाउको सेवा गर्न नसकेर। तपाईँले भन्दा जसरी 79 वर्षकी आमाले म आफै लडेको मलाई छोराले कुटेकै छैन भनेर भनिरहँदाखेरि त्यहाँका छिमेकीले चाहिँ जसरी त्यो कुटेको देखे प्रहरीलाई खबर गरिदिए, त्यस पछाडि ती व्यक्ति चाहिँ अहिले पक्राउ परेका छन्। पक्राउ परिसके पछाडि यति बेला चाहिँ उनी प्रहरी नियन्त्रणमा छन्। उनलाई चाहिँ कतिपयले अहिले पछिल्लो समय के आवाज उठाइरहेका छन् भन्दाखेरि बरु फाँसी यदि दिनु छ भने यस्ता व्यक्तिबाट फाँसी दिन सुरु गर न त, कतिपयले भनिरहेका छन् कि आवाज उठाइरहेका छन्। के सम्भव छ त्यो? हेर्नुहोस् पिटेकै आधारमा त फाँसी दिने सम्भव त नहोला। बलात्कार गर्ने इनिसाको बलात्कार गर्ने त अहिले प्रहरी खोरमा मात्रै छन्, यिनीहरूलाई त फाँसी दिने सुरुवात भएको छ नि। एउटा पिटेकै आधारमा त फाँसी त के चल्ला र। अब नयाँ सरकार गठन हुँदैछ, यो नयाँ सरकारबाट केही आशा चाहिँ गरौँ, यस्ता व्यक्तिलाई कडाभन्दा कडा सजाय दियो भने भोलिदेखि अर्को छोराछोरीले बाउआमा पिट्ने हिम्मत गर्दैनन् होला। बाउआमाले त्यो छोराछोरी हुर्काएको आफू पिटाइ खानलाई हो त, वृद्धाश्रम जानलाई हो त। यसको परिणाम त्यही आयो। अब हामी कतिसम्म अभागी आमा बाउ रहेछौँ भन्ने जस्तो मलाई चाहिँ अहिले लाग्यो। हुर्कायो, बढायो, ठुलो बनायो, पढायो, मर्छ कि भन्ने डर आयो, हरेकसँग झगडा गर्यो त्यही छोराछोरीको लागि। हुँदाहुँदै इभन श्रीमान पनि छोड्न तयार हुन्छौँ हामी छोराछोरीको लागि, तर त्यही छोराछोरीले हामीलाई आएर आज पिट्छन्, वृद्धाश्रम लगेर छोडिदिएर आउँछन् भनेपछि हामी कति अभागी आमा बाउ रहेछौँ हेर्नुहोस् त। त्यसैले गर्दा यो कार्यको लागि कडाभन्दा कडा नियम बनाउने हो भने, कानुन बनाउने हो भने अलिकति न्यूनीकरण हुन्छ कि। ओके, तपाईँले भन्दाखेरि जसरी आमाले त यति बेला त्यो छोरालाई सरस्वती हेर्दाखेरि एक किसिमले माफी दिएको जस्तो देखियो। तर भगवानले चाहिँ माफी देलान् कि नदेलान्? आमा भनेकै त्यही हो, त्यही त आमा भन्ने शब्द नै काफी छ। आमाले हरेक कुरा त्यागिदिन्छ छोराछोरीको लागि, हरेक कुरा। जस्तो दुःख आफैले मार्न आएको छोरालाई नि आज उसले होइन म आफै लडेर त्यस्तो भएको भनेर त्यो आमा भन्न सक्ने भने त्यो आमा कति महान आमा र कति महान नारी भन्ने कुरा त्यहाँबाट छरपष्ट हुन्छ। आमा भन्ने शब्द नै काफी छ हाम्रो लागि। तर त्यही भएर त नि बाउ मरेर छोराछोरी टुहुरा हुँदैनन् रे, आमा मऱ्यो भने छोराछोरी टुहुरा हुन्छन् रे भन्ने त त्यसै भनेका होइनन् नि बुढापाकाले। तर ती 79 वर्षीय आमालाई
त्यसरी कुटिरहँदाखेरि उनका हातहरू कामेन होला। कस्तो हुन्छ भने हेर्नुहोस् हामी त्यो मूर्खदेखि दैव डराउनु, मूर्ख भएपछि त्यस्तो पनि हुन्छ। अझ मलाई कहाँसम्म लाग्छ भने नि यो यसमा कतै न कतै आइमाईहरूको पनि हात अवश्य हुन्छ है, हुनसक्छ। मलाई चाहिँ लाग्छ है। किनभने श्रीमतीको कुरा सुन्ने श्रीमान भयो भने जस्तो पनि अपोजिट सेक्समा जति माया प्रेम हुन्छ एउटै सेक्स भएको मान्छे भनौँ न महिलाको दुश्मनै हुन्छ। त्यसैले गर्दा न सासू बुहारीको झगडा भएर कुरा उठाएर आमा चाहिँले पिटाइ खाएको हो कि भन्ने मलाई चाहिँ शङ्का कता कतै लाग्यो। किन म पनि एउटा नारी हुँ, नारी भएकै नाताले चाहिँ मलाई चाहिँ आइमाईको दुश्मन आइमाई भएर केटा मान्छे एग्रेसिभ हुन्छ नि त, त्यही एग्रेसिभको परिणाम हो कि जस्तो पनि लाग्छ है। उसो भए जसरी 79 वर्षीय आमामाथि कुटपिट गर्नु ती छोराको मात्र गल्ती छैन। मलाई चाहिँ छोराले मात्र आएर त्यतिकै आफ्नो जन्म दिने आमालाई जस्तो भए पनि पिट्दै हाल्न त अलिकति गाली गर्ने आफ्नो ठाउँमा छ, तर पिटी हातै हाल्नलाई त अलिकति सोच्ने 10 चोटि सोच्नु पर्ला नि। एउटा आफूलाई जन्म दिने 10 महिना पेटमा राखेर त्यसरी हुर्काएर बढाएको छोराले पिट्ने भन्दा त हेर्नुहोस् आश्चर्य लाग्दैन र? हेर्नुहोस् त यति बेला सबका आँखामा आँसु रसाएका छन् त्यो भिडियो हेरिसके पछाडि। एकदम नै त्यो आमाको यो निलो, त्यो आमा लडेको, त्यो आमाको ओहो त्यो देखेर त हाम्रो नि रौनै जिरिङ्ग भएर आउँछ। एउटा आमा त्यति त्यागी आमाले आज आएर पिटाइ छोराकै हातबाट पिटाइ खानु भनेपछि कस्तो कर्म त हाम्रो। हेर्नुहोस् त भाग्य फुटेको आमा भनेर एकदम नै त्यही भन्नु पर्यो। हामी जन्माएर हुर्काएर ठुलो बनाउँछौँ पिटाइ खानलाई जस्तो भयो। यसले गर्दा भोलि हाम्रो समाज कतातिर जाँदैछ त? भोलि अरू एउटाले छोराले पिटाइ खायो भने अर्को पिट्यो भने अर्को छोराले पनि के हुँदो रहेछ र, रिस उठ्यो कि आमालाई पिट्दै भइगयो नि भन्ने कुरा यो संस्कार नसिकुन्। त्यसैले गर्दा कानुन चाहिँ अलिकति परिमार्जित चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। पछिल्लो समय त सरस्वती यो भिडियो हेर्दाखेरि निकै अहिले सोसियल मिडियामा धेरै छरपष्ट छ। हजुर, अब कता झन् यो भिडियोले गर्दाखेरि चाहिँ कोही यदि आवेशमा आइहाल्यो भने आफ्ना आमा बुवामाथि आक्रमण गर्नु एकदम सहज भएको जस्तो पनि देखियो नि। एकदमै त्यो पनि देखियो। त्यही भएर मैले भन्दैछु कानुन अलिकति कडा बनाऊ, यस्ता व्यक्तिलाई सजाय अलिक बढी दण्डित बनाउने हो भने भोलिदेखि अलिकति आँट गर्दैनन्। बाउआमा भने झोलीका देउता हुन्। हेर्नुहोस् त त्यही आमा बाउलाई खुसी पार्यो भने त्यो घर संसार सुखमय हुन्छ। तर त्यही आमालाई रुवाएर त्यही आमाको दुधको लाम्टा चुसेर त्यही आमालाई रुवाउँछन् भने त्यो जस्तो नालायक कपुत यो संसारमा कोही पनि हुँदैन। हामी छोरा 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 भन्छौँ, छोरा पायो भने हामी स्वर्गै जान्छौँ भन्छौँ र छोरी भन्दा हामी छोरालाई प्राथमिकता दिन्छौँ। किनभने हाम्रो यो पुरुष प्रधान देश हेर्नुहोस्, हामीलाई घरबार हुन्छ, छोरो पायो भने घरबार हुन्छ, छोरी पायो भने घरबार हुँदैन भने यस्तो यो समाजले गर्दा पनि यो छोराहरू अलिकति चाहिँ घमण्डी भएर आमा पिटेको हो कि जस्तो पनि लाग्छ है मलाई। ओके, तपाईँले त्यो भन्दाखेरि अहिले धेरै व्यक्तिहरूले कडा सजायको माग गरिरहेका छन्। ती व्यक्तिलाई अब के कारबाही हुनसक्छ अथवा आमाले मेरो छोराले केही गरेको होइन ल माफी देऊ यदि अनुसन्धानमा भने ती छोरालाई चाहिँ अब कारबाही होला या नहोला? हेर्नुहोस्, आमा त आमा नै हो। पिटी सकेपछि आमालाई पिटोस् या दिदीबहिनीलाई पिटोस् या बाहिरको परचक्रीलाई हात हालिसकेपछि त्यो मान्छेलाई कडाभन्दा कडा सजाय दिनुपर्छ। एउटा आमाले आफ्नो छोरालाई सजाय कसरी दिन सक्छ र? एउटा मुटुको टुक्रा हो नि त, त्यो टुक्रालाई सजाय दिन सक्छ र? त्यो छोरालाई जति दुख्छ त्यो आमालाई त्यति दुख्छ, त्यस्तो हो नि त। त्यही भएर त आमा भन्ने शब्द नै उभको हो नि, महान नारी हो। नारीले त्यति सहन सक्छ। त्यसैले गर्दा उसलाई कारबाही गर्नु भने त्यो आमालेको मनले मान्दैन। नेपालको कानुनले चाहिँ कारबाही गर्नुपर्छ। भोलिदेखि अरू छोराले आमा बाउ पिट्ने हिम्मत नगर्नु। त्यसैले गर्दा नेपालको कानुनले आमा पिटे पनि परचक्री पिटे पनि पिट्न त पिटेकै हो नि। त्यसैले गर्दा कानुन बमोजिम चाहिँ सजाय हुनैपर्छ। उसो भए ती आमाले यदि मेरो छोराले केही गरेको होइन यसलाई माफी देऊ भनेर भने पनि तर नेपालको कानुन अनुसार उसलाई कारबाही हुनुपर्छ ताकि फेरि यस्ता घटना पनि नहोस्। आमाले त कारबाही गर्न पटक्कै मान्दिनँ यो कुरा चाहिँ। हेर्नुहोस्, किनभने म पनि आमा हो नि त, कसैको आमा हो। मेरो छोरोलाई अलिकति काँडा झोक्यो भने पनि मेरो मुटुमा चोसक्क हुन्छ। बरु मलाई छोराले जति गाली गरे पनि म सहन सक्छु। त्यसैले त आमा भन्ने हामी आमाको शब्द लिन्छौँ। महान आमा धरती भन्छौँ। हामी जे पनि सहन सक्छौँ, छोराछोरीको लागि त्याग गर्न सक्छौँ। कानुनी कारबाही अनुसार जसलाई पिटे पनि पिटेकै हो भनेर चाहिँ कानुनमा चाहिँ उसलाई चाहिँ सजाय दिनुपर्छ। तपाईँले भन्दै गर्दाखेरि तपाईँ पनि अहिले पछिल्लो समय यो भिडियो हेरिसके पछाडि यो भाइरल भइसके पछाडि तपाईँ कहाँ धेरै जस्तो अब महिलाहरू दिदीबहिनीहरू हजुर छोरा चाहियो भनेर पीडामा जो परेका छन् उनीहरू चाहिँ तपाईँ कहाँ आउँछन्। हजुर,
कहिलेकाहीँ लाग्दैन यो भिडियो झट्ट हेरिसके पछाडि ओहो मैले चाहिँ यस्तो सुझाव सल्लाह दिनु चाहिँ कता न कता मेरो पनि गल्ती भयो कि जस्तो लाग्छ। त्यही भएर मैले अहिले बन्द गरिदिएछु है। मैले 1 वर्ष भयो मैले यो कार्य नै गरेको छैन। फाटाफुट्टा त आइरहला नि तपाईँ होइन, आउन त मान्छे त फटाफुट्टा आइरहन्छन्, अहिले पनि देखिरहनु भएको छ, आएर बसिरहनु भएको छ होइन। आउने भन्दा पनि हेर्नुहोस्, हामी 3-4 वटा क्युरोड छोरीको भ्रूण हत्या गर्छौँ। हामी छोरी मर्न जन्मेका हौँ र पक्कै पनि होइन। भिडियो एक्सरे गर्यो, छोरी देख्यो, भ्रूण हत्या गरिदियो। यो प्रक्रिया कम होस् भनेर मात्रै मैले चाहेको थिएँ। तर अब यो गर्नु पनि बेकार हो। छोरा जन्माएर के गर्नु, यस्तो पिट्ने छोरा जन्मेसी, यो कुलङ्गार जन्मेसी, यस्ता नालायक कपुत छोरा जन्मियो भने के गर्नु। त्यसैले छोराछोरी बरोबर हो। छोराले गर्ने माया छोरीले नि गर्न सक्छ भन्ने कुरा अब हामीले यो सन्देश दिनुपर्छ। जति छोराको अधिकार छ त्यति छोरीको पनि अधिकार हुने हो भने यस्तो हुँदैन। तर हामी भन्छौँ नि अधिकारको ठुल्ठुलो कुरा गर्छौँ मासमा गएर, तर व्यवहारमा हामी नै लागू गर्न सक्दैनौँ। मैले आधी अंश मेरो छोरीलाई दिन सक्दिनँ, किनभने छोरी अर्को घरमा गएकी हुन्छ भन्ने हामीलाई त लाग्छ भनेदेखि, हामी यति बुझ्ने यति एजुकेटेड मान्छेलाई त भनेदेखि अब झन् त अब के भन्नु। उसो भए तपाईँले अहिले पछिल्लो समय जो छोरा पाउने तरिका सुझाव सल्लाह जो पीडित हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सिकाउन छोडिदिएँ। एकदम मेरो समयको अनुकूल पनि मिलेन र मैले भ्याउँदा नि भएन। त्यसैले मैले सब बन्द गरेको 1 वर्ष भइसक्यो। 1 वर्ष भयो? हजुर। 1 वर्षको अन्तरालमा बिचमा कतिपय मानिसहरू अब भनौँ न धेरैजना आउनुभयो, फोन पनि ननस्टप आउँथ्यो। तर अब अहिले मैले हेर्न छोड्ने भनेपछि अहिले चाहिँ अलिकति न्यून भएको छ। त्यो पनि फाटफुट्ट हिजो 1जना आउनु भएको थियो, अहिले 1जना आउनु भएको छ। फाटफुट्ट चाहिँ आइरहनु भएको छ। जोस् अब यो भिडियो हेरिसके पछाडि त झन् आमालाई कुटेको भिडियो हेरिसके पछाडि त चेतना आउला। छोरी पनि हाम्रो सन्तानै हो। 9 महिना हामी छोरा कोखमा राखेर जन्म दिन्छौँ। जसरी दुःख गरेर छोरी जन्माउँछौँ त्यसै गरी दुःख गरेर छोरा पनि जन्माउने। छोरो पाउन जति दुःख हुन्छ छोरी पाउन त्यत्तिकै हुन्छ। त्यसैले छोराछोरी बरोबर ठानौँ। छोराले भन्दा बढी अधिकांश अहिले छोरीले माया गर्छिन्। किन भन्नुहोस् न, हेर्नुहोस् छोरी अर्काको घरमा जान्छे अनि आउँछ मिठो शब्द बोलिदिन्छे अनि हामी यसै पग्लिन्छौँ बाबुमा, माया दर्शाइदिन्छे। तर छोराले, सबै छोरालाई भनिनँ मैले, कति श्रवण कुमार जस्ता छोरा नि छन् नि, हाम्रो पनि छोरा एकदम माया गर्ने खालको छ। त्यसैले गर्दा छोरामा त्यो क्याटेगोरीमा लगेर दाँच्न चाहिँ हुँदैन। सबै छोरा नालायक पनि हुँदैनन् र सबै छोरी नराम्रा पनि हुँदैनन्। त्यसैले गर्दा सन्तान बरोबर हो, छोरा होस् या छोरी होस्। उसो भए अबका दिनदेखि जो छोरा पाउनका लागि तपाईँ कहाँ बुझ्न आउँछन् उनीहरूलाई चाहिँ टोटल्ली यो तपाईँहरूले यही भिडियो हेर्नुहोस्, अस्तिको भाइरल भिडियो हेर्नुहोस्, थापाको भिडियो हेर्नुहोस्। एउटा छोराले आमालाई निर्घात रूपमा, त्यो मात्रै हो र हाम्रो त यो त अहिले सामाजिक सञ्जालमा आएर हेर्नुहोस्, अधिकांश छोराले एयरपोर्टमा आमालाई अमेरिकाको भिसा लाएर एयरपोर्टमा आमालाई छोडेर भागेको छु। त यो फिल्म होइन, रियालिटी हो। त्यो मात्रै नै एउटा डक्टर भएको छोरोले आमालाई लगेर वृद्धाश्रममा राखेको यथार्थ घटना मसँग छ। त्यो आमालाई लगेर मैले भात खान दिएको छु भनेपछि त्यस्ता छोरा नालायक छोरा के काम चाहियो त। त्यसैले गर्दा त्यस्ता छोराछोरी हुनुभन्दा बरु कोखै बाँझोस्। त्यस्ता नालायक छोराछोरी कसैको कोखमा नजाउँ। जसले आमा बाउको आदर गर्न सक्दैन, आमा बाउलाई कुट्ने छोराछोरी कसैको पनि पेटमा गर्भमा नजाओस्। उसो भए यी 79 वर्षीय वृद्ध आमालाई कुट्ने ती छोरा पेटमै बाँझोपन भइदिएको भए आज पिटाइ खानु पर्दैन थियो नि। हेर्नुहोस् त, छोराको हातबाट पिटाइ खानु भनेपछि त्यो आमा कति अभागी आमा त, हेर्नुहोस्। त्यसैले गर्दा त्यस्तो कुरा सम्झ्यो भने त के भन्ने। अब हामी पनि एउटा आमा हो, आमाको मन त दुख्छ नि। हस् दिदी, समय संवादको लागि तपाईँले धेरै धेरै धन्यवाद। हस्।